मिथुन राशिको 2083 सालमा एक्लो महसुस हुनेछ। वैराग्य पनि आउने हुन्छ। जीवनभरको कर्मलाई आफूले एकचोटि निहालेर हेर्न सक्ने स्थिति हुन्छ। पैतालादेखि शिरसम्मलाई निहालेर हेरिसकेपछि राम्रै गरिएछ, समाजका लागि, परिवारका लागि, देशका लागि यो अवस्था देखिएको छ। मिथुन राशि आफू जल्न सक्ने राशि हो र अरूलाई बलाउन सक्ने राशि देखिन्छ। आफू जलेर भए पनि अरूले उज्यालो ल्याउन् भन्ने हुन्छ। परिवारमा सफलता प्राप्त गर्नको लागि एकजना सलाइको काँटी जस्तो सल्किनुपर्छ अथवा एकजना शहीद हुनुपर्छ त्यो परिवारको लागि, अनि मात्रै त्यो परिवार माथि उठ्छ। र त्यो परिवार माथि उठाउनको लागि मिथुन राशिको व्यक्तिले चाहिँ एकदमै कोसिस गरेको हुन्छ होइन। मिथुन राशिमा आफूभित्र त्याग हुन्छ, आफूभित्र घमण्डको त्याग हुन्छ भनौँ न होइन। घमण्डमा पनि त्याग हुन्छ। म गर्न सक्ने मान्छे हो नै, तपाईँ जस्तो नसक्ने हो र को हिसाबमा पनि त्याग गर्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ बाध्यात्मक परिस्थिति समाजको कारणले गर्दा पनि त्याग गर्नुपर्ने हुन्छ। र यसले त्याग गर्छ भनेपछि आँखा चिम्लेर गएर पानीमा हाम फाल्ने वा ताता तेलमै हाम फाल्ने बानी पनि मिथुन राशिको हुन्छ, म सक्छु भन्ने हिसाबमा। र मिथुन राशि आफैमा शक्तिशाली राशि हो, त्यो कारणले पनि यस्ता त्यागहरू देखाउन सक्ने हुन्छ होइन। र कुनै साहसिक कामहरू गर्नु पर्यो भने पनि मिथुन राशिले गर्न सक्ने हुन्छ। र 2083 सालमा यस्तै साहसिक कामहरू गर्न सक्ने समय छ। र 12 वर्ष पछाडि तपाईँलाई बृहस्पतिले सपोर्ट गर्दैछ, धेरै समयपछि एकदम खुला मनको हिसाबमा सहयोग गर्दैछ। र कलियुगमा 4वटा कुरा हुन्छ अथवा बृहस्पतिको हिसाबमा 4वटा कुरा हुन्छ, जप, तप र दया, दान। जप पनि बृहस्पति हुन्छ, तप पनि बृहस्पति हुन्छ, दया पनि बृहस्पति हो र दान पनि बृहस्पति हो। यो तीनैटा कुरालाई, यो 4वटा कुरालाई सम्बोधन गरेर तपाईँ अगाडि आउनुभयो भने एकदमै राम्रो हुन्छ। जप, तप, दया, दान भन्दै नाम जप तपाईँको लागि सबभन्दा राम्रो हुन्छ। किनभने मुखमा बृहस्पति बस्यो भने पूजापाठ, नाम जप, सत्य बोल्ने, सत्य मात्रै वचन बोल्ने कारणले गर्दा तपाईँको लागि राम्रो हुन्छ। असत वचन बोल्नुभयो र वचनले नै दुःख पायो भने तपाईँले चाहिँ जीवनमा दुःख पाउने हो होइन। वचन चाहिँ ब्रह्म हुन्छ, त्यो कारणले गर्दा सत्य वचन बोल्नु भनेको स्थिति छ। र मिथुन राशिको लागि एकदम शुभ पनि हुनेछ। पढाइ, एक्जाम, एजुकेसन यो राम्रो छ। देश विदेशको यात्रा यो राम्रो छ। साथीभाइसँगको सम्बन्धमा राम्रो हुन सक्ने हुन्छ। कुनै अकारक कुरा खानुहुन्छ जो शरीरलाई पाच्य हुँदैन, तपाईँ चाहिँ सुल्फा तान्नुहुन्छ या सिगरेट खानुहुन्छ या चाहिँ तपाईँको खानेकुरामा चाहिँ पोर्कहरू खानुहुन्छ, यताउता यो हो भने तपाईँको बृहस्पतिले काम गर्दैन। बृहस्पति चाहिँ पोर्कसँग सिधा सम्बन्ध राख्ने कुरा हो। त्यसैले तपाईँको जीवनमा चाहिँ चुनौती आयो, यो कुरामा स्पष्ट भयो हुन्छ। मुखमा बृहस्पति बसेको अवस्थिति छ होइन 2083 सालमा। मलाई कुनै पनि पाप गरिनँ तर मेरो जीवनमा के भयो भनेर भन्नुहुन्छ भने कहिलेकाहीँ खाएको कुराले पनि पाप हुन्छ। तपाईँ बिरुवा उमारेर खानुभयो भने त्यही पापले पनि तपाईँको जीवनमा कसै न कसैलाई नष्ट गर्ने हुन्छ, परिवारको सदस्यलाई होइन। त्यसैले मिथुन राशिले के सम्झिनु भने मिथुन राशिले सधैँभरि होइन, कुनै त्यो समयमा, किनभने एउटा बीज उम्रिँदै गरेको कुरा खाइयो भने हामीले एउटा जीवनलाई सखा पार्यौँ कि हो। यसको मूल्य त प्रकृतिले काहीँ न काहीँ लिन्छ तपाईँसँग होइन, काहीँ न काहीँ तपाईँले चुकाउनुपर्छ, मैले चुकाउनुपर्छ होइन। सिमी उम्रेको खायौँ, काहीँ न काहीँ त चुकाउनु पर्छ के, यो प्राकृतिक नियमै हो। तपाईँ कसैको जीवन मास्नुहुन्छ भने तपाईँको नि मासिन्छ, यो कुरामा स्पष्ट हो। त्यसैले के पाप गरियो हामीलाई थाहा हुँदैन, तर हामी टुसाएको वस्तु नखाइ पनि बस्न सक्दैनौँ, माछा मासु नखाइ पनि बस्न सक्दैनौँ होइन। यसको लागि के गर्न, प्रकृतिले यसको लागि के दिएको छ भने प्रायश्चित्त कर्म दिएको छ कि म बाँच्नको लागि तिम्रो आहार गरेँ भने मैले चाहिँ यसमा प्रायश्चित्त गर्दैछु कि होइन। यसरी प्रायश्चित्त गरेर पनि अगाडि बढ्न सकिन्छ, यो बृहस्पतिलाई राम्रो बनाउन सकिन्छ होइन। तपाईँले भेटेको एउटा ज्योतिषी वा तपाईँले भेटेको एउटा गुरु वा तपाईँको एउटा कोही व्यक्तिले तपाईँको जीवन टोटल्ली परिवर्तन गर्न सक्दैन। सर्टकट कुनै पनि बाटो हुँदैन, म गरिदिइहाल्छु भनेर। एउटा साथीले तपाईँको जीवनलाई परिवर्तन गरिदिनु पर्यो भने पनि 10 वर्ष उसँगै बस्नुपर्ने हुन्छ तपाईँ, अथवा लामो समयको त्याग, उसको आफ्नो त्याग नै तपाईँभित्र चाहिँ समर्पण भएर माथि आउनु पर्यो कि अङ्कुर आउनु पर्यो कि। भनिसकेपछि टाइम लाग्छ, त्यसैले हतार नगर्नु। त्यसैले जीवनमा कसैले मेरो लागि गरिदिइहालो भन्नुभयो भने तपाईँ धोजा भएरै जाने हो। तपाईँको कुनै न कुनै कसैले गरिदिएको ल 5 दिनभित्र भएको छ वा 1 दिनभित्र भएको छ भने त्यो तपाईँको लागि लङ टर्मको लागि होइन। कहिले पनि लङ टर्मको लागि चाहिँ समयले त्यागै खोजेको हुन्छ, यसमा दोस्रो कुनै पनि विकल्प छैन। तपाईँको राशिको हिसाबले 2083 सालमा कुनै किसिमका त्यागहरू गर्दै आफ्नो परिवारलाई अथवा वरिपरिको परिस्थितिलाई त्यागहरू गर्दै सच्चा बोलेर अगाडि बढ्नुपर्ने अवस्थिति देखिन्छ। आर्थिक क्षेत्र, सामाजिक क्षेत्र तपाईँको लागि सर्वाधिक शुभ हुन्छ। तपाईँका बोलीहरू समाजले सुन्ने हुन्छ र
तपाईँलाई कुनै मुद्दा मामिला समस्या छ भने पनि कर्मको हिसाब हो, म बस्छु जति दिन हुन्छ बस्छु, मैले गरे यति हो, यसमा मेरो मुद्दा चलाइदिनु भन्दाखेरि चाहिँ भइ नै हाल्छ। यो बृहस्पति चाहिँ दोस्रो घरमा बसेको कारणले गर्दा जे सत्य छ त्यो हो, जे सत्य छ त्यति मात्रै हो, जे सत्य होइन त्यो होइनको हिसाबमै अगाडि बढ्नुपर्ने हुन्छ। आध्यात्मिक हिसाबमा अगाडि बढ्नु भयो भने पनि तपाईँको लागि सर्वाधिक शुभ हुन सक्ने देखिन्छ। 2083 सालमा मिथुन राशिको लागि सबै कुरामा शुभ नै भएको कारणले गर्दा तपाईँलाई नआत्तिकन अगाडि बढ्नुहोस्, अनुशासित बस्नुहोस्, सत्य बोल्नुहोस्, तपाईँको जीवन एकदमै राम्रो हुन सक्ने हुन्छ। सबै कुरामा कुल कुटुम्ब जोडिने, विवाह हुने, व्रतबन्ध हुने, घर परिवारमा हाँसी खुसी रहने, केही हर कुराले तपाईँको लागि राम्रो गर्न सक्ने स्थिति छ।